चाहिँ मैले बल्ल 5 मन्थपछि बल्ल मलाई ट्याटूको एपोइन्टमेन्ट पाएँ हैन यो मैले हानेको लास्ट इयर अक्टोबरमा हानेको यो पुरै 1 सेसन थियो हैन अनि आज चाहिँ मलाई सोचेको थिएँ आज यो कम्प्लिट गर्न मिल्छ कि मिल्दैन भनेर सोचेको थिएँ अनि ट्याटू आर्टिस्टले चाहिँ एकदम धेरै छ मिल्दैन भने हैन तर मैले चाहिँ म्याक्सिमम यति कभर गर्न मन लाग्छ हैन आजको लागि चाहिँ अब लास्ट चाहिँ महँगो छ केटाहरू यो तिनीहरूले चाहिँ एक दिनको डेली चार्ज गर्छ हैन अनि त्यसपछि मेरो आर्टिस्टले चाहिँ डेलीको $1200 चार्ज गर्छ कि हैन अनि त्यसपछि मैले आज पुरै भ्याउँ भनेको त्यसले भ्याउन सक्दैन हैन फेरि त्यही भएर अझै 2टा सेसन बाँकी छ यो ट्याटू गर्ने बेलामा चाहिँ दिनको 1000 थियो क्या हैन दिनको 1000 थियो अनि यति गर्न 1 सेसन 2 सेसन 3 सेसन चाहिँ 3000 यति गर्न 3000 लाग्यो यति यो गर्न यसलाई 1000 लागिसक्यो 4000 भयो आज 5200 अनि त्यसपछि अर्को 6400 टोटल 6400 लाग्ने भयो हैन आजको प्लान चाहिँ यति माथि कभर गर्ने पुरै हैन अनि यो क्रस चाहिँ पुरै साइन हुन्छ अनि यहाँ चाहिँ एउटा क्रुसेडर नाइट छ त्यसपछि क्रुसेडर नाइट पनि अब त्यसको खै प्लान के छ थाहा छैन हैन मैले पिक्चर चाहिँ देखेँ मैले पिक्चर यहाँ अट्याच गरिदिन्छु तर यो पिक्चर जस्तो नहुन सक्छ एन्ड रिजल्ट है म त्यहाँ गएर त्यससँग कुरा गर्न छ अहिले 11 बजेको अपोइन्टमेन्ट छ अहिले कति बजे यार 11 बजेको अपोइन्टमेन्ट छ अहिले 8:30 भयो प्री-वर्कआउट खाँदैछु हैन प्री-वर्कआउट खाएर जिम गएर अनि त्यसपछि म जान्छु अनि त्यतिखेर चाहिँ म ड्राइभ गर्ने बेलामा चाहिँ म भन्छु मेरो कुन यो ट्याटूको स्टोरी चाहिँ के हो मेरो रिजन बिहाइन्ड द ट्याटू के यो हुन्छ नि त्यस्तो उस्तै छैन हैन मिनिङ त छैन सबै ट्याटू त म ट्याटू लास्ट मनपर्छ के ट्याटू एकदम एज लङ एज यो पुरै ब्ल्याक आर्म्स देखिएको हैन अनि आर्ट राम्रो छ भने मलाई त्यस्तो आई डोन्ट केयर अबाउट द मिनिङ के हुन्छ नि अब राम्रो छ हैन मैले धेरै कम्प्लिमेन्ट पाइरहेको हुन्छ ट्याटूको राम्रो छ तर मलाई त्यस्तो खासै मिनिङ केही छैन ट्याटू हान्ने अनि बल्ल मिनिङ आफैले बनाउने मैले त्यही गरेको मैले ट्याटू हान्छु अनि बल्ल मिनिङ बनाउने ल काममा फोन गरेको मैले हैन नमिङ क्रिम यो ट्याटू हान्ने बेला चाहिँ मैले नमिङ क्रिम युज गरेको थिएँ यो हान्ने बेलामा चाहिँ युज गरिनँ हैन यति दुख्यो के त्यो लास्ट दुख्छ कि हैन त्यसपछि मैले चाहिँ के सोचेँ भने हैन ट्याटू भनेको त वन्स इन लाइफ टाइम के अरे के भन्छ अरे सधैँ सोच्नु सधैँ रिमा के अरे के भन्छ बोल्नै आएन ट्याटू भन्ने कुरा चाहिँ हैन अनि हैन ट्याटू नमिङ क्रिम हान्नु हुन्न नमिङ त क्या बच्चाले हान्छ हैन यो भएन भने नमिङ क्रिम हानिन हैन यस्तो दुख्यो हैन लास्टै दुख्यो के अनि यो आम पुरै बिना नमिङ क्रिम हानेको अनि त्यसपछि यो चाहिँ मैले एकपल्ट थाहा पाइसकेँ कस्तो पेन हुन्छ थाहा पाइसकेँ त्यो कस्तो हुन्छ पेन भनेर थाहा पाइसकेँ अनि के नमिङ क्रिम चाहियो भनेर हानिन अनि त्यही पनि अलिअलि दुख्दो रहेछ नमिङ क्रिम हैन स्पेसली यस्तोमा के यो रिस्टमा अनि अझ यहाँ त गड पागल हुन थाल्यो त्यहाँ तर आज हान्ने चाहिँ हामीले यो जिजस क्राइस्ट र यो क्रस अनि यो क्रुसेडर नाइट यता पर यहाँ हान्ने हो यता एल्बोमा अलिक दुख्छ होला तर मैले नमिङ क्रिम युज गरिनँ आज हेरौँ कस्तो हुन्छ हैन मैले अलिकति रिग्रेट त भइसक्यो अहिले हैन के अरे रिग्रेट त भइसक्यो अहिले नमिङ क्रिम युज नगरेर तर हेरौँ म चाहिँ ड्राइभ गर्ने बेलामा भन्छु मेरो मिनिङहरू हैन यो ट्याटू हान्ने बेलामा ट्याटू चाहिँ मलाई त्यस्तो आई डोन्ट रियली केयर अबाउट मिनिङ हुन्छ नि यो जेसुकै सिम्बलाइज गरेर ट्याटूले जेसुकै सिम्बलाइज गरे पनि मलाई खासै त्यस्तो मतलब चाहिँ हुन्न हैन एज लङ एज ब्ल्याक एन्ड ग्रे अनि एज लङ एज इट लुक्स नाइस आई डोन्ट केयर अनि मेरो यो लेफ्ट आर्ममा चाहिँ मैले फर्स्ट टाइम ट्याटू हानेको चाहिँ 2019 म अस्ट्रेलिया आएको 2018 मा हानेको हैन सुरुमा हानेको चाहिँ मैले यो इल्युमिनारी र यो लायन मैले स्क्रिनमा देखाइदिन्छु यो मेरो लायन होरियो हानेको ट्याटू अनि त्यसपछि यसलाई चाहिँ कति लियो यार 1000 लिएको डेली 1000 लियो 1000 अनि फेरि अनि सुरुमा हानेको त्यतिखेर म लास्टै स्किनी थिएँ क्या कति म 64-65 थिएँ होला होइन एकदम स्किनी थिएँ म त्यतिखेर अनि यस्तो दुख्यो नि मलाई रातभरि ज्वरो आएको थियो क्या यस्तो दुख्यो कि अनि त्यसपछि ज्वरो आयो त्यसपछि यो मिनिङ चाहिँ खासै केही थिएन मैले कहाँ पिन इन्ट्रेस्ट छ कि कहाँ हेरेँ अनि
युनिक ट्याटु भनेर हानेको अनि यो आयो अनि मलाई मन पर्यो हाने अनि त्यसपछिको 2 हप्तापछि मैले पहाडी यो स्लिप बनाउन फोरआर्मको कम्प्लिट गर्न पहाडी हाने रोजेस र क्लक्स अनि यो क्लकमा चाहिँ मेरो के अरे डेट अफ बर्थ मतलब डेट अफ बर्थ होइन टाइम अफ बर्थ 10 PM त्यो छ अनि रोजेस त्यस्तो खास एकदम के मिनिङ त छैन तर हेर्दाखेरि राम्रो छ होइन अनि यतापट्टि माथि चाहिँ यो मैले देखिन्छ कि हेर्ने क्यामेराले देखेको थिएँ के अरे यो के भन्छ मिनाटो नारुतो हेर्नु भएको छ नि मिनाटो अनि यो जुत्सु यो चाहिँ मैले ट्याटु एपोइन्टमेन्ट बुक गरेँ होइन मलाई चाहिँ त्यतिखेर चाहिँ मलाई के लाग्थ्यो नि मलाई त एउटा स्लिप चाहियो हातको कम्प्लिट गर्नु पऱ्यो भनेर ट्याटु एपोइन्टमेन्ट बुक गरेँ तर के हान्ने थाहा छैन होइन अनि यस्तो एपोइन्टमेन्ट नेक्स्ट विक छ अनि त्यो मेरो आर्टिस्टले चाहिँ ह्याप्पी कम अप विथ समथिङ भनेर सोध्यो अनि त्यसपछि के हान्ने त के हान्छस् भनेर सोध्यो अनि त्यसपछि केही आइडिया छैन होइन अनि त्यतिखेर चाहिँ मैले नारुतो हेरेर थिएँ है अनि कहाँबाट युट्युब भिडियोमा रेकमेन्डेसन आयो कि मिनाटोले यो जुत्सु पर्फर्म गरेको आयो होइन यसो हेरेको अनि हेर्दा त दामी छ होइन हेर्दा पनि दामी छ अनि त्यसपछि मैले ल यो कस्तो छ त भनेर त्यसलाई भने अनि ओ दिस इज भेरी नाइस भने अनि त्यसरी हो कि मैले 1 हप्ता पहिला डिसाइड गरेँ कि के हान्ने भनेर अनि त्यो भयो त्यसपछि मैले यो लेफ्ट आर्म हानेर बसेँ 1-2 वर्ष त्यसपछि अब राइट आर्म पनि हान्छु भने राइट आर्ममा हान्ने पनि त्यस्तै कि फेरि के हानौँ थाहा छैन होइन अनि मैले यो आइडिया पनि लास्ट पिरियडमा के देखेँ होइन कि अब यार यो पनि मैले लास्ट मिनटमा डिसाइड गरेको कि यो हान्ने भनेर अब यस्तो डिप मिनिङ पनि छैन यो स्पेसली म्यान्डाला चाहिँ एकदम पुरै सेड हुन्छ अनि सेड भएपछि चाहिँ पुरै ब्ल्याक हुन्छ कि हात मेरो पुरै ब्ल्याक हुन्छ अनि क्रुसेडर नाइट चाहिँ एकदम मलाई हान्न मन लाग्यो पहिल्यै अनि यो इस्लाम 23:4 अनि म्याथ्यूको भर्स चाहिँ यो म्याथ्यू 7:7 चाहिँ के छ भने मैले यो डिसाइड गरेर चाहिँ मैले भर्खर बाइबल पढ्न थालेको थिएँ कि अनि यो म्याथ्यू 7:7 भर्स चाहिँ सीक एन्ड यु विल फाइन्ड आस्क इट विल बी गिभन टु यु अनि यो भर्स चाहिँ मलाई एकदम मनपर्छ कि किनभने मैले मेरो लाइफमा धेरै एप्लाई हुन्छ कि यो भर्स मैले के भन्छ भने यसमा इफ यु सीक यु विल फाइन्ड भनेको चाहिँ मतलब मिनिङ चाहिँ के भने लाइफमा हजुरलाई केही चाहिएको छ भने यु सुड प्रे फर इट यु सुड आस्क फर इट होइन यदि तिमीहरूले मागेनौ भने तिमीहरूले कुरा पाउन्न कि जे कुरा पनि म्यानिफेस्ट गर्नु पऱ्यो कि मलाई आई निड दिस भनेर माग्न पऱ्यो होइन फेरि मैले मागेको कुरा मैले पाएको छु कि त्यही भएर मैले जब मैले बाबा पढ्न थालेँ अनि मैले धेरै 3-4वटा कुरा मागेको छु होइन भगवान्सँग अनि मैले चाहिँ पाएको छु कि त्यही भएर यो मैले यसो हेरेपछि मैले डिमान्ड हुन्छ होइन अनि त्यसपछि त्यही भएर अनि इस्लाम 23:4 चाहिँ के छ भने के अरे even though you walk through the darkest valley fear no evil because I'm with you भन्छ कि भगवान्ले के भन्छ नि त जस्तोसुकै डार्कनेस होइन जस्तोसुकैमा छस् डु नट फियर आई एम विथ यु भन्छ कि त्यो चाहिँ एउटा सपोर्ट के हुन्छ नि चाहिँ भने के अरे अब कहिलेकाहीँ लाइफमा हजुरलाई नै हुन्छ सबैलाई हुन्छ होइन एकदम डार्केस्ट टाइममा हिँडिरहेको हुन्छ मान्छेहरू अनि त्यसपछि स्ट्रगल गरेर हुन्छ अनि यसलाई मैले चाहिँ हेर्छु होइन धेरैपछि आइ एम नट अलोन भन्ने एउटा फिलिङ आउँछ क्या समवन इज वाचिङ ओभर मी भनेर फिलिङ आउँछ अनि त्यही भएर चाहिँ मैले यस्तो डिमान्ड हुन्छ कि अब कुनै एकदम खतरनाक डेन्जरमा हिँडे पनि म मतलब डार्केस्ट डिप्रेसनमा छु होइन कि कामबाट प्रेसर छ यताउति छ भने यसो लाइफमा रिफ्लेक्ट गरेँ भने अनि यसो हेर्छु मैले होइन हेरेपछि एक्चुअली आम नट अलोन होइन मलाई आई हेभ गड इज वाचिङ ओभर मी भन्ने एउटा फिलिङ आउँछ होइन त्यसपछि त्यो भयो अनि क्रसको चाहिँ यो मेरो क्रस चाहिँ यो पुरै लाइट आउँछ कि क्रसबाट होइन पुरै लाइट आस्तो हुन्छ म कम्प्लिट गरेर देखाउँछु होइन तर आई थिङ्क इट्स गोना बी गुड
कस्तो भइरहेछ त ट्याटु सेसन दुईकै छैन यार आज किन यार छैन अलिकति चिला जस्तो भयो रगत आइरहेछ त फेरि डेन्जर रगत आइरहेछ त मैले हेरेकै छैन त्यहाँ एभोइड गरेर चाहिँ हेर्नु के अरे मेरो यो लेफ्ट आर्ममा हानेर यस्तो दुख्यो थियो रुन मात्रै बाँकी थियो है यो लेफ्ट यसमा रुन मात्रै बाँकी थियो तर राइटमा चाहिँ खै किन हो आज धेरै चिन्छन् थालेर यही केटीले हान्दै हो अब यही दिदीले हान्दै हानेको म ट्र्याक गरिदिन्छु दिदी दामी आर्टिस्ट रहेछ तर यो दुईकै होइन क्या यो किन मेरो राइट आर्म र यो सोल्डर्समा छ नि त अनि त्यो स्किनमा चाहिँ राम्रोसँग दुइटा रहेछ कि तर यस्तो रिस्टहरूमा चाहिँ दुख्छ होइन ठिक है अब त्यो कति निडल खोजेर काटेको जस्तो कस्तो काटेको जस्तो काट्दाखेरि त्यो नुन खोर्सानी लायो भने पोल्छ नि त्यस्तै पोल्छ हो पोल्नु नि पोल्छ किनभने यसले टाइट हान्ने बित्तिकै यसले पुच्छ्यो नि त त्यो ब्लड आउँछ नि त त्यो पुच्छ्यो भने झन् कस्तो दुख्छ होइन तपाईँ त्यो अब आफै सोच्नु न त्यो पुरै निडलले पल पारेको थियो अनि पल पार्ने बित्तिकै त्यो एकदम ड्राई टावलले पेपर टावलले एकदम घिसाएर सिधै दुख्दैन त होला अझ त्यो पेपर टावलमा नुन हाल्नुपर्छ जस्तो तर त्यस्तो पनि दुख्यो होइन ठिकै अलिकति मतलब आउट अफ 10 मा चाहिँ 7 ओके हिजोको चिजमा चाहिँ पुरै कम्प्लिट भएन केटाहरू है यो यति क्रस र यहाँ चाहिँ अझै बाँकी नै रह्यो हामीलाई होइन किनभने यति टाइम लियो कि 11 बजे सुरु गरेको अनि 6 बजीतिर सकेको थियो होइन आधी घन्टा ब्रेक अनि यो नाइट र क्रस्ट अनि यो मात्रै भ्यायो है तर लकिली 2 हप्तापछि फेरि अर्को एपोइन्टमेन्ट छ होइन अर्को एपोइन्टमेन्टमा चाहिँ फेरि फुल डे एपोइन्टमेन्ट छ 12 चाहिँ खर्च हुन्छ फेरि तर त्यसमा चाहिँ यो पुरै कम्प्लिट हुन्छ 2 हप्तापछि अनि यता चाहिँ के गरौँ थाहा भएन कि किनभने मलाई धेरै पैसा खर्च गर्न मन लाग्छ छैन है तर कम्प्लिट पनि गर्न मन लाग्छ कि त्यही भएर वेट गरौँ कि के गरौँ भइरहेको है तर रिजल्ट चाहिँ यस्तो छ राम्रोसँग देखाइदिन्छु है खतरा छ नि त केटाहरू म मेरो आर्टिस्टलाई ट्याग गरिदिन्छु त्यसलाई गएर फलो गर होइन अनि दामी छ नि त अहिले दुखिरहेको छ अझै पनि ल हेर केटाहरू खतरा होइन त यो मलाई यति डिटेल के यति यो गर्न 1 घन्टा 2 घन्टा यसलाई गर्न 2 घन्टा 4 घन्टा अनि यसलाई गर्न 2 घन्टा 5-6 घन्टा सुरुमा हान्दाखेरि केही दुखेको थिएन है अनि त्यसपछि घर आएको त ज्वरो आएर होइन रातभरि सुत्न नसकेर हिजो नै राम्रो अस्ति नै राम्रोसँग सुतेन हिजो पनि राम्रोसँग सुतेन आज बल्ल राम्रोसँग अलिअलि सुतेको त्यही भएर आज बल्ल फर्स्ट टाइम जिम गएँ होइन यसो लाइट वर्कआउट गरेर लेगको यो पुरै कम्प्लिट भएपछि चाहिँ खतरा जिम हाल्नु हुन्छ है ब्याक टु ट्र्याक तर अहिले खासै हान्न सकेँ होइन त्यही अलिअलि पुरै वेट घटेँ मलाई त्यही पनि दामी छ नि त मलाई हेरेरै गर्न मन लाग्छ यार झन् यति पुरै यति ब्ल्याक भएपछि चाहिँ दामी हुन्छ क्या अनि यता चाहिँ हेर्दै गरौँ ल के हुन्छ ल आजको युट्युब भिडियोमा चाहिँ यति नै है म फेरि यदि अर्को युट्युब पनि यो हान्ने बेलामा पनि भिडियो बनाऊँ भने मलाई कमेन्ट गर्नु म हान्छु अनि यो हानौँ कि नहानौँ त्यो पनि कमेन्ट गर्नु है त यति यो पुरै यसको यो पुरै प्लान चाहिँ होइन मेरो आर्टिस्टको प्लान चाहिँ पुरै ब्ल्याक गराउने प्लान छ होइन पुरै सेडिङ अनि पुरै ब्ल्याक गराउने प्लान छ तर पैसा लास्ट खर्च हुन्छ कि केटाहरू यार त्यही भएर त्यही पनि अब कमिटमेन्ट गरिसकेँ तर हान्छु होला है तर आई डोन्ट नो वेन हेरौँ है त ओके गाइस